किन त्यस्तो त लाउँदैन। यत्रो चाक फल्का हेलो साथीहरू, वेलकम टु न्यू भ्लग। के छ गाइज हेरेको लास्टमा भ्लगमा स्वागत छ। सबैलाई गुड मर्निङ भन्न बिर्सेछु मैले। हामी चाहिँ 6 दिन भयो अहिले 2 केजी घटेको छौँ। रमाइलो चल्दैछ है जिन्दगी। रमाइलो छ जिन्दगी, रमाइलो चल्दैछ हाम्रो जिन्दगी। जिउनुपर्छ हाँसी खुसी भएर। शुभ प्रभात खाएर जाउँ। बिहान 5 बजे हिँड्नुपर्ने हुन्छ त्यसको लागि पनि होइन। 5 बजी चाहिँ होइन 6 बजीतिर 5 बजे त पकाउनु पर्यो नि त। 5 बजी उठेर त त्यही त बिहान हाइकिङमा हाइकिङ जानुपर्ने हुन्छ अब एक दिन होइन सबैजना मिलेर। हाम्रो त छुट्टी भइसक्यो। घरमा राखेर नानीहरूलाई लिएर त हिँड्नु सकिँदैन त। नानीहरूलाई लिएर चाहिँ हिँड्नु सकिँदैन। अब हामी चाहिँ सबजना एकचोटि जाने प्लान छ। अब हामी चाहिँ लाग्यो धरान विष्णुपादुकाबाट। हामी विष्णुपादुकाबाट धरानतिर जाँदैछौँ। हाम्रो एक्सर्साइज आजको लागि पुग्यो। अब बेलुका फेरि जान्छौँ होला। अनि निकाले त अब त म गलेँ। अब चाहिँ म गलिसकेको अवस्था। अब चाहिँ घरमा गएर खाना पकाउनु पर्ने हुन्छ नि त। त्यही भएर हामी अहिले चाहिँ कुद्दैनौँ गाइज। कुद्नु नसकेको अवस्था। कुद्न नसकेको अवस्था गाइज। अब